एउटा यो अहिले रोचक भिडियो पनि सार्वजनिक भइरहेछन्। रवि लामिछानेलाई पक्राउ गर्दाखेरि प्रहरीले के सोधेछन् भन्दा तपाईको अन्तिम इच्छा के हो भनेर सोध्नु भएको छ प्रहरीले हैन। स्पेशली मृत्युदण्ड दिने देशमा प्रहरीले तपाईको अन्तिम इच्छा के हो त्यो अन्तिम इच्छा बताउनुस् भन्ने गरिन्थ्यो। प्रहरीले अन्तिम इच्छा सोधेका कुरालाई लिएर अहिले सामाजिक सञ्जाल हेरि नसक्नु भएको छ। यो त के भन्नुहुन्छ सर? चार्ल्स प्रथमलाई मृत्युदण्ड दिँदा सोधिएको प्रश्न पनि यही थियो कि यही थियो हैन। त्यसकारणले यो त यति ठुलो अयोग्यता हो कि अब के बुझ्नुहोस् भने राज्यको पदशासनमा बस्ने मान्छे त्यो योग्यताका छन्, त्यो विवेकताका छन्, त्यो विवेक त्यस्तो किसिमको विवेक छ, त्यस्तो किसिमको ज्ञान छ भन्ने कुरा मात्रै स्वीकार गर्नुहोस् के। अब त्योभन्दा बाहेक अर्को विकल्प छैन। किनभने तपाईँले अलिकति विरोध गर्नुमा तपाईँ तुनिन्छ। हिजो अस्ति नै तपाईँले पत्रकार मारिएको अवस्था छ। तपाईँले जीवन